जुन क्याबिनेट फर्मेसन भएकै चाहिँ अब प्रधानमन्त्रीज्यूको यो चाहिँ स्पेशल इन्ट्रेस्ट पनि भएको योभन्दा अगाडि चाहिँ भिजिट गरेको थियौँ। त्यस बखत र अहिले चाहिँ के कस्तो भइरहेछ र त्यसमा चाहिँ विशेष गरेर चाहिँ हाम्रै पनि यहाँको त्यो साइट हेर्नको लागि चाहिँ हामीले चाहिँ त्यो प्रोभिजन राखेर पनि त्यो गरिरहेछौँ र टाइम टु टाइम हामीले चाहिँ के हो भन्दाखेरि मन्त्रालयमा बोलाएर के कति प्रगति भइरहेछ के कस्तो छ भन्ने कुरामा चाहिँ बुझिरहेको। तर आज चाहिँ यो चाहिँ के हो भन्दाखेरि झरी परे तापनि यसरी आएर काम चाहिँ कसरी चाहिँ भइरहेको छ अन द स्पट गएर चाहिँ भिजिट गरौँ भनेर आएको हौँ। र अहिले यो खास गरेर अब तपाईँ हामी सबैले चाहिँ देखिरहेछौँ यो वेदर चाहिँ यस्तो चाहिँ प्रतिकूल अवस्थामा पनि काम त उहाँहरूले चाहिँ गरिराख्नु भएको छ र कुरा गर्दाखेरि उहाँहरूले चाहिँ यो चाहिँ जुन डेडलाइन छ त्यो डेडलाइनसम्ममा चाहिँ हामीले चाहिँ सघाउनलाई चाहिँ हामीले चाहिँ यो म्यान पावरदेखि लिएर सबै चाहिँ बढाएर भए पनि गर्नेतिर चाहिँ लागिरहेछौँ भनेर चाहिँ उहाँहरूको चाहिँ पोजिटिभली नै उहाँले चाहिँ कुराहरू र कामहरू चाहिँ अगाडि बढाइरहेको छ र यो एउटा चाहिँ हामी सबैको लागि चाहिँ एउटा भनौँ न अब सबैले चाहिँ चासोको यो चाहिँ यो कसरी बन्छ र कस्तो बन्छ भन्ने